हिजो टिपेको घुमे हिजो रातभरि यिनीहरूले पिठो खाएर मोटाएर बसेका छन्। अब पकाउने बेला भयो यिनीहरूलाई। अब पकाउने हो अब एकछिनमा अनि सिर्फ खाने हो। अनि यहाँ घुमी पकाउँछौँ र यो भनेको घुमी पकाउनलाई चाहिने सामानहरू यो गोलभेडा, यो प्याज, अनि यो उसिनेको आलु, अनि यो चाहिँ धनियाँ र यो अदुवा लसुन लसुन थिचेको, अनि अदुवा लसुनको पेस्ट यहाँ छुट्टै छ। यो चाहियो। मेन भनेको आलु चाहियो। आलुको ग्रेभी बनाउनु पर्यो। अनि यहाँ छ खुर्सानी, हरियो डल्ले खुर्सानी, घ्यान्टे खुर्सानी। दाइले डेक्ची बसाल्या छ। यो भनेको कुकम्यान यही हो आजको। यहाँ भूमि छ। अब एकछिनमा कसरी पकाउने, के हाल्ने सबै हामीले तपाईँहरूलाई देखाउँछौँ है त। लास्टसम्म चाहिँ हेर्नै पर्ने हुन्छ। आधा हेऱ्यो भने त भुइँ आधै पाक्छ। फेरि काँचै खानु होला। फेरि त्यो पनि विचार गर्नुहोस् है। तोरीको तेल हाल्यो दाइले। अब चाहिने जति आफूलाई कति चाहिन्छ त्यो तोरीको तेल हाल्नु पहिले। थिचेर राखेको प्याजमा हल्का ब्राउन कलर आइसकेको छ। अब यसमा हालेँ मैले टमाटर। टमाटर पाक्दैछ है। यस्तो भन्छ। अब यहाँ टमाटर पाकिसकेपछि पकाउनु पर्यो। एकछिन छोपेर हुन्छ कि एकछिन छोप्ने हो। एकछिन छोप्ने। हाम्रो ग्रेभी तयार भइसकेको छ। यसमा आलु पनि हालिदिउँ। यो बोइल गरेर राखेको आलु हो। मतलब अलि स्वाद पनि मजाको आउँछ। अलिक बाक्लो टाइपको झोल हुन्छ। आलु हालेको बनाएर खानुहोस्, यस्तो स्वादिलो हुन्छ। एकपल्ट अवश्य ट्राई गर्नु होला। त्यसमा अब पानी राखिदिउँ चाहिने जति। सुप, घोँगीको सुप तयार भइसक्यो। अब यसमा हामीले त्यो धोएर पखालेर टक्क सफा पारेर राखेको घोँगीलाई चाहिँ यहाँ हालिदिन्छौँ। अब यसलाई हल्का यसो खोस्टाहरू नफुट्ने गरी चलाइदिउँ। अब यसलाई छोपेर मजाले पकाइदिउँ। सानो आगो बालेर होला है। हल्का कमै आगो गरेपछि कति मिनट पकाउनु पर्छ त?
10 मिनट 15 मिनट। पहिले बोइल भइसकेको हो खानालाई रेडी नै हो तर अब सुप मजाले भित्र पस्ने गरी 10 मिनट जति पकाइदिए पुग्छ पहिले बोइल गरेको हो त्यो घुमी अन्त ए अब 10 मिनट पाक्नुपर्छ अब यो 5 मिनट पाक्यो होला लगभग यो झोल चाहिँ सर्लक्क नसुकोस् छलरङ्ग पनि नहोस् क्या त्यसरी ग्रेभी टाइपको होइन धेरै चलाइराख्नु पनि हुन्न यो फुटेर फेरि किरकिर हुन्छ मजाले पाकेको लगाइस हेर्नुहोस् त हाम्रो घुमी लगभग रेडी हुन लागिसकेको छ झन् त कस्तो खाउँ लाग्ने भएर पाक्दैछ ल दामी देखाएको छ खाने हो गाई आउनु है फ्यामिली झिर सेन्टरमा एउटा दुईवटा चाख्नु दिइहाल्ने हो फेरि धेरै त छैन लगाइस लगभग यसको झोल पनि सुकिसक्यो अब लगभग हाम्रो घुमी पाकिसक्यो अब यसमा माथिबाट धनियाँ राखिदिउँ चलाइदिउँ अनि खाइदिउँ ल अब यो घुमी तयार भयो कस्तो लागिरहेको छ हेर्नु त गाइज खाउँ लागिरहेको छ कि लाग्छ छैन कमेन्टमा लेख्नु होला
उता भरि